को थिएन हैन र पनि अब के गर्नु अब यहाँ हेर्नुहोस् र अहिले घरि चाहिँ एकदम प्याज कटिङ हुँदैछ है मटन बिरयानीको लागि हैन यो सबै रेडी गरेर राखिरहेको छु यहाँ हुनुहुन्छ विशाल एकदम प्याज छिल्नुमा कटिङ गर्नुमा हैन यहाँ हुनुहुन्छ भ्यालेन्टिना म्याम एकदम प्याज कटिङ हो डरलाग्दो खचाखच आगे देखाउँछु म तपाईँहरूलाई बनाउँदै गरेको यसो हल्का बिरयानी बिरयानीको सेप चाहिँ म अरे फेरि म ओके गाइस र साथी हो हेर्नुहोस् है यहाँनिर चाहिँ अब हामी बिरयानी बनाउने कार्यक्रम गर्ने हो है यहाँ हल्का चुला जल्दैछ भर्खर है डेक्चीहरू राखिरहेको छ सरसामान एकदम रेडी छ भित्र यहाँनिर चाहिँ हामी बिरयानी बनाउने हो र अहिले चाहिँ यहाँनिर प्याज हालेर है हल्का यहाँ भुनाइ हुँदैछ है अब यसलाई चाहिँ प्याज चाहिँ यो अलिकति ब्राउन गरेर यसलाई चाहिँ निकाल्नुपर्छ है हेर्नुहोस् है अब यो हामी लगाइदिउँ यसमा एकदम मटन हालेर अब यसलाई मजाले चलाउने हेर्नुहोस् मजाले मिक्स गर्नुपर्छ है अब बिरयानी त अब पहिला त अब बनाएको थिएन हैन र पनि अब के गर्नु अब यहाँ हेर्नुहोस् मजाले अहिले पाकिसकेको छ है सबको रेडी छ यहाँनिर हेर्नुहोस् चामल पनि रेडी अब एकदम मजाले पाकिसक्यो यो चाहिँ अहिले र अब चाहिँ यसमा राइस हाल्नुपर्छ अब हामी टक्कै है यहाँ हेर्नुहोस् राइस अब हालेर यसमा हल्का हल्का यो चाहिँ फर्स्ट लेयर अरे ल हेर्नुहोस् तयारी भइसक्यो दामी हेर्नुहोस् खानु पनि थाले पो खानु पनि लाग्यो है हेर्नुहोस् मजाले तयारी भयो दामी भयो स्टुडेन्टहरू यिनीहरू है 2-4 जना 10th को स्टुडेन्टहरू छ र साथी यो कस्तो लाग्यो तपाईहरुलाई है तपाईहरुलाई यसो कमेन्ट गर्नु होला लाइक गर्नु होला थ्यांक यू सो मच